ल है, आज अलि पुरानो समयतिर लागौं। पुरानो नेपालका ती चहलपहलले भरिएका बजारहरूमा जहाँ सबैभन्दा ठूलो खेल पैसाको होइन, बरु मान्छेको दिमाग र विश्वासको हुन्थ्यो। आउनुहोस्, ठगेका दुई यस्तै अविश्वसनीय कथाहरूलाई अलि नजिकबाट निहालौं। तर कुरो के हो भने यी कथाहरू खालि अपराधको मात्रै होइनन् है। यी त मानिसको विश्वास र कमजोरीमाथि रचिएको एक मनोवैज्ञानिक खेलका कथाहरू हुन्। र यो खेलका खेलाडीहरू को थिए त? एकातिर छन् रामदास, जो सूर्यपुर बजारमा एक्लै आफ्नो चलाकी देखाउँथे, अनि अर्कोतिर छन् धूर्तलाल र छलुआरामको जोडी, जसले भान्जापुर बजारमा सङ्गठित रूपमा काम गर्थे। यी दुईको काम गर्ने तरिका बिल्कुलै फरक थियो। उनीहरूले मान्छेको विश्वास जित्ने कलामा त महारत नै हासिल गरेका थिए। तर हरेक खेलको एउटा अन्तिम चाल हुन्छ, होइन त? अब हेरौँ उनीहरूको त्यो चलाखीको खेल आखिर कसरी समाप्त भयो। अब सुन्दा त यी दुई कथा बिल्कुलै फरक लाग्छन्, होइन र? तर रोचक कुरा के छ भने हरेक सफल ठगीको पछाडि एउटै ढाँचा लुकेको हुन्छ। त्यो ढाँचा के हो र यसले कसरी काम गर्छ, आउनुहोस् बुझौँ। हो, जस्तोसुकै ठगी होस्, त्यसका जम्मा 4वटा खुड्किला हुन्छन्। पहिलो, सही शिकार छान्ने। दोस्रो, झुटो विश्वासको चारा हाल्ने। तेस्रो, आफ्नो योजनालाई कार्यान्वयन गर्ने। र चौथो, हरेक झुटको जस्तै अन्ततः पतन हुने। यी दुवै कथाहरूलाई हामी यही ढाँचाबाट हेर्नेछौँ। अब प्रश्न उठ्छ, यी ठगहरू यति सफल कसरी भए त? यसको रहस्य के थियो? रहस्य थियो मान्छेको सबैभन्दा गहिरो भावनामा खेल्नु। रामदासले मान्छेको लोभलाई हतियार बनायो भने त्यो जोडीले चाहिँ मान्छेको डर र निको हुने आशालाई आफ्नो शिकार बनायो। अनि धूर्तलालको यो भनाइले त झन् उनीहरूको सोचलाई छर्लङ्गै पार्छ। उनीहरू भन्थे, हामी रोग होइन, लोभ निको पारिरहेका छौँ। उनीहरूलाई थाहा थियो उनीहरूले बेचेको कुरा औषधि होइन, बरु मान्छेको कमजोरीमाथि विजय पाउने एउटा भ्रम मात्र हो। अब मान्छेको मनमा पस्न, विश्वास जित्न दुवैले आफ्नै तरिका अपनाए। रामदास आफ्नो मनमोहक मुस्कान र रमाइला कथाहरूको प्रयोग गर्थ्यो, तर धूर्तलाल र छलुआरामले चाहिँ समाजमा गहिरो प्रभाव पार्ने धर्म र आस्थाको सहारा लिए। दुवैको उद्देश्य एउटै थियो, मानिसलाई यति विश्वास दिलाउनु कि उनीहरूले प्रश्न गर्नै छोडुन्। ल, विश्वास त जित्यो। अब सुरु हुन्छ असली खेल, झुटको जालो बुन्ने काम। तर यो जालो कसरी बुनियो त? दुईटा कथामा दुईटा बेग्ला बेग्लै तरिका थिए। रामदासको तरिका कस्तो थियो भने एकदमै छिटो छरितो। एउटा मान्छेलाई निशाना बनाउने, आफ्नो काम फत्ते गर्ने, अनि त्यहाँबाट सुई कुच्चा ठोक्ने। उसको ठगी व्यक्तिगत र छोटो अवधिको हुन्थ्यो। उसका चलाखीहरू पनि उस्तै थिए, जस्तै कि नक्कली सुनका सिक्का देखाउने वा कुनै जादुई जडीबुटी छ भन्ने। अनि सबैभन्दा ठूलो त सुनैको रुख फलाउने बिउ छ भन्दै बेच्ने। उसका योजनाहरू सरल तर मान्छेको तुरन्तै धनी बन्ने चाहनामाथि सिधा प्रहार गर्ने खालका थिए। तर धूर्तलाल र छलुआरामको कथा अर्कै थियो। उनीहरूको योजना रामदासको जस्तो सानोतिनो थिएन। त्यो त पुरै ठगीको साम्राज्य नै थियो। उनीहरूले कसरी आफ्नो धन्दा बढाए त्यो हेर्न लायक छ। सुरुमा उनीहरूले एउटा सानो ज्योतिष पसल खोले। त्यसपछि त उनीहरूले नक्कली आयुर्वेद आश्रम नै चलाए। अनि अन्त्यमा त झन् एउटै परिवारलाई निशाना बनाएर ठूलो रकम हात पारे। यो उनीहरूको सानो ठगीबाट ठूलो अपराधतर्फको यात्रा थियो। तर भनिन्छ नि, झुटको खुट्टा हुँदैन। अब त्यो घडीको कुरा गरौँ जब उनीहरूको यो चलाकीको पर्दा च्यातिन थाल्यो। त्यसो भए यस्तो पर्फेक्ट देखिने ठगी आखिर कसरी असफल हुन्छ त? कसरी च्यातिन्छ त त्यो जाल? दुवै कथामा यसको जवाफ अलि फरक छ। एकातिर रामदास, जो आफूलाई सबभन्दा बाठो ठान्थ्यो, उसलाई उसैभन्दा बाठो मान्छेले बुद्धिको खेलमा हराइदियो। तर अर्कोतिर धूर्तलाल र छलुआरामको ठूलो साम्राज्य चाहिँ कसले ढाल्यो? कुनै ठूलो मान्छेले होइन, एक सामान्य तर सचेत महिलाको शङ्का र खोजले। एउटाको अन्त्य बुद्धिले भयो, अर्कोको सत्यको खोजीले। कृष्णप्रसादले रामदासलाई कसरी हराए? उनले हतियारले होइन, शब्दले हराए। बजारको सबैभन्दा मूल्यवान वस्तु के हो? यस्ता प्रश्न सोधेर रामदासकै लोभलाई उसकै विरुद्धमा प्रयोग गरिदिए। तर सुलोचना देवीको तरिका बिल्कुलै फरक थियो, एकदमै व्यावहारिक। उनले त्यो नक्कली औषधिलाई लगेर ल्याबमा जाँच गराइन् र पत्रकारसँग मिलेर प्रमाण जुटाउन एउटा गोप्य अभियान नै चलाइन्। हरेक झुटको मूल्य चुकाउनै पर्छ, होइन त? त्यसो भए यी कथाहरूको अन्त्यले हामीलाई विश्वास, धोका र इमान्दारीको बारेमा के सिकाउँछ होला?
धूर्तलाल र छलुवारामको हकमा त नतिजा एकदमै प्रष्ट थियो। 3 वर्ष जेल। यसले के देखाउँछ भने छलकपटबाट कमाएको सम्पत्तिको मूल्य अन्ततः चुकाउनै पर्ने रहेछ। अनि कृष्णप्रसादको त्यो भनाइ यो बजारमा सबैभन्दा मूल्यवान चिज विश्वास हो, यो कुराले दुवै कथाको सार बताउँछ। चाहे त्यो सूर्यपुरको बजार होस् वा भान्जापुरको सबैभन्दा ठूलो धन पैसा होइन रहेछ, विश्वास रहेछ। अनि त्यो विश्वास एकपटक टुट्यो भने सबै कुरा सकिन्छ। त्यसो भए साँचो खजाना भनेको के हो त? त्यो ठगहरूले देखाएको सुनको सपना होइन, बरु त्यो इमान्दारी हो, त्यो सत्यनिष्ठा हो, जसले एकैछिनको फाइदा नदिए पनि जीवनभर साथ दिन्छ। तर रोचक कुरा के छ भने कथा यतिमै सकिएन। दुवै कथाका पात्रहरूले आफ्नो गल्तीबाट पाठ सिके। उनीहरूले ठगीबाट कमाएको पैसालाई मान्छेको भलाइमा लगाए, आफूले गरेको गल्ती सुधार्न खोजे। यसले के देखाउँछ भने पश्चात्तापको बाटो पनि खुला हुँदो रहेछ। यी त भए पुराना कथाहरू, तर यिनीहरू आज पनि उत्तिकै सान्दर्भिक छन्, किनभने छल र ठगीले आज नयाँ नयाँ रूप धारण गरेका छन्। कहिले डिजिटल बजारमा, कहिले आकर्षक विज्ञापनमा, त कहिले मिठा मिठा आश्वासनहरूमा। अब प्रश्न यो हो कि के हामी ती नयाँ खालका छलकपटलाई चिन्न तयार छौँ त?